यो तुलसीपुर उपमहानगरपालिकाको बजारदेखि वडा नम्बर 16 जदागाउँतर्फ जाने बाटोको ग्वारखोलाको पुल हो। यो पुलबाट अलि पूर्व गएर उत्तरतिर लाग्ने हो भने हामी देख्न सक्छौँ तुलसीपुर उपमहानगरपालिकाले शिलान्यास गरेको तुलसीपुर औद्योगिक ग्राम 11औं राष्ट्रिय उद्योग दिवस 2082 को अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख सहितले यो उद्योग ग्रामको शिलान्यास गर्नुभएको छ। स्थानीय विकास, रोजगारी र सम्पूर्ण क्षेत्रको आर्थिक उत्थानलाई लक्षित गर्दै यो परियोजना तुलसीपुरका लागि महत्त्वपूर्ण मोडको रूपमा अगाडि बढाइएको हो। यस औद्योगिक ग्रामभित्र फोहोरजन्य पदार्थहरूको सङ्कलन र प्रशोधन, प्लास्टिक जन्य वस्तुहरूको पुनः प्रयोग तथा निर्माण गर्ने उद्योग स्थापना गरिनेछ। फोहोर अब बोझ होइन, स्रोतको रूपमा उपयोग हुनेछ। साथै कृषि उपजहरूको सङ्कलन, प्रशोधन, गुणस्तरीय प्याकेजिङ र बजारीकरण यी सबैका लागि अत्याधुनिक उद्योगहरूको निर्माण गरिँदैछन्, जसले किसानको आय र उत्पादनको मूल्य बढाउनेछ। विपद न्यूनीकरणलाई ध्यानमा राख्दै फायर फाइटर साइलेन्डर रिफाइलिङ सेन्टरको समेत स्थापनाको योजनामा समावेश गरिएको छ। स्थानीय रोजगारी, उद्योग विस्तार र आर्थिक विकास यही हो यसको मुख्य लक्ष्य।